सो गाइज फेरि पनि स्वागत छ मेरो न्यू भियालोजी ब्लगमा। हजुर सन्चै हुनुहुन्छ, म पनि सन्चै छु अनि वेलकम छ स्टाइल ब्लगर युट्युब च्यानलमा। आज चाहिँ म जाँदैछु गाइज होइन माथि बल खेल्नको लागि होइन। म चाहिँ मेरो ब्लग चाहिँ आज यस्तो विषय केसीको विषयमा छैन। बकचोदी मत कर लौड़े। विषय त धेरै विषयको बारेमा छ होइन। जस्तै अब त्यस्तो मेन कतै घुम्न जाने केही रमाइलो ठाउँ देखाउने त्यो टपिक्समा छैन। मैं जानता हूँ। आज चाहिँ म बोल्छु, तपाईँहरू सुन्नु होला होइन। धेरै दिनपछि लङ टाइम 8-9 दिनपछि मेरो चाहिँ भ्लग आउँदैछ होइन। इसकी गारंटी मैं नहीं दे सकता। म आज मेरो सबै थोक बताइदिन्छु होइन, मेरो पुरै डिटेल बताइदिन्छु होइन। मेरो ब्लग किन ढिला आउँछ, म किन यस्तो ढिला गरिरहेको छु, किन युट्युबमा अलिक पछि भएको भनेर। अनि गाइज म सबै कुरा बताउँदै छु होइन। सबैजना ध्यानदार सुन्नु होला। अनि जति पनि नयाँ मान्छे चाहिँ लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनु, भन्नै पर्दैन होला होइन गाइज। भन्नुपर्दा मेरो गाउँको भ्यू पनि कति देखाउने होइन। एउटा आरके ब्लग भन्ने दिदी हुनुहुन्छ होइन, मलाई चाहिँ मेरो गाउँ एकदम धेरै मन पऱ्यो अरे होइन। घुम्न आउँछु भन्नुहुन्थ्यो, हुन्छ दिदी आउनु होला, तपाईँलाई चाहिँ म भिडियोको तर्फबाट बोलाइरहेको छु होइन। मेरो गाउँ देख्न सक्नुहुन्छ होइन। ऊ यता माथिपट्टि अब हाम्रो चाहिँ यो सुन्तला पाक्ने सिजन हुन्छ, त्यो बेला चाहिँ यहाँ लगभग मङ्सिरतिर यहाँ चाहिँ पुरो हिमाल देखिन्छ होइन। म घरै बस्छु, म देखाइदिन्छु अहिलेलाई होइन। अनि यो डाँडोलाई चाहिँ सिर्सेनी भन्छ, उताको घम्मेर अथवा के भन्छ, त्यो डाँडो चाहिँ सिर्सेनी भयो। यो चाहिँ यता चाहिँ डौडा, यता चाहिँ धाराचोरको ऊ म पढेको स्कुल चाहिँ त्यही हो गाइज। मेरो घर चाहिँ यो नामै छानामा लेखेको साहिल ब्लगर भन्ने। अनि यहाँ 2-3वटा घर छन् गाइज होइन। अनि यताको गाउँ पनि भइसक्यो होइन। जति पनि देश विदेशमा रहेर हेर्नुहुन्छ मेरो ब्लग त्यतिसम्म माथि त पुग्दैन होला, त्यही पनि हेर्नु होला होइन गाइज। एउटा ब्लगमा चाहिँ 304 भ्युज गरेर चाहिँ एकदम बढी खुसी लागेको थियो होइन। त्यसै गरेर सबैजना साथ सपोर्ट माया देखाइदिइरहनु होला, किनकि मेरो गाउँसम्म हाइजेस्ट लङ ब्लगमा भ्युज गएको भनेको चाहिँ यो 304 भ्युज। अनि गाइज म अस्तिको तपाईँलाई एउटा रमाइलो घटना सुनाइदिन्छु होइन। अस्ति के भएको थियो, म पासपोर्ट बनाउन यहाँबाट हाम्रो के अरे अच्छा यहाँबाट म तमघास गएको थिएँ। अनि तमघास हाम्रो पासपोर्ट बनाउनु चाहिँ तमघास जानुपर्छ होइन। कतिजनालाई थाहा होला, कतिजनालाई थाहा छैन होला गुल्मी तमघास भन्ने। तपाईँले गुगलमा सर्च गरेर हेर्न सक्नुहुन्छ। म तमघास गएको थिएँ पासपोर्ट बनाउनको लागि, गएँ म आएँ होइन। अनि गएर आइसकेँ, अनि घर आएर पनि त्यो ब्लग एडिट गरेर भ्याइसकेँ। अनि जब पोस्ट गर्छु भने बेला चाहिँ त्यो मैले 4चोटि राखेँ कि भिडियो यार गरिहाल्छु कि के बोल्ने र मेरो भाइको सब्सक्राइब गरिदिनु होला। हुन्छ त यस आउन लाग्यो बल खेल्न। ल भाइ जस्तै मैले के भन्नु लागेको थिएँ अरे, अस्तिको ब्लग सुट भयो। अस्तिको चाहिँ के भयो भन्दैछ होइन, यस्तो फ्लप भइदियो कि होइन। तमघास गएर पासपोर्ट बनाएँ होइन। अब आउन त अब तपाईँको 50 दिन 1 महिनासम्म लाग्न सक्छ भनेर मलाई टाइम दिएको छ भने फेरि लिउनु पनि जाने हो। सकेसम्म अहिले चाहिँ होम डेलिभरीको व्यवस्था छ अरे होइन। किनकि हुलकमा पठाइदिने पहिला जस्तो व्यवस्था थिएन। बालन सरकार आएदेखि हरेक कुराहरू चेन्ज भइरहेको सरकारको तर्फबाट होइन। अनि त्यो भ्लग यार मैले 4चोटिसम्म हालेँ, 4चोटि चाहिँ मेरो भ्लगमा कपिराइट आइदियो क्या। आपको कितनी दिक्कतें आई है? यस्तो माथा खराब भइसक्यो होइन। त्यो मैले त्यो म्युजिक पनि चेन्ज गर्दै हाल्दै गरेँ, मिम्सहरू चेन्ज गर्दै हाल्दै गरेँ होइन। त मलाई फेरि पनि रिपिट एडिट गरेर हाल्नलाई केही दिक्कत थिएन। मेन दिक्कत के भन्नुहुन्छ भने तपाईँको अहिले नेपाल टेलिकमले धेरै पैसामा कम डाटा दिन्छ होइन। इसकी गारंटी मैं नहीं दे सकता। जस्तै तपाईँको मलाई मैले चाहिँ प्रायः जस्तो चाहिँ हप्ताको डाटा ल्याउँछ होइन गाइस। हप्ताको डाटा ल्याउँछ होइन। कति 109 रुपियाँले 5 दिनलाई अथवा 7 दिनलाई हुन्छ त्यो डाटा ल्याउँछु। 5 GB डाटा दिन्छ। 5 GB डाटामा गाइस होइन 4 GB 5 GB त्यो एउटै ब्लग त्यो पोस्ट गर्दा फेरि खाइदिन्छ क्या मेरो। अनि त्यो 4चोटि हाल्दासम्म
पाँच गर्दा त मेरो 20,000 रुपियाँ डाटा खाइसक्यो होइन पैसा बर्बाद बहनचोद 200 300 400 रुपियाँ खाइसक्यो होइन त्यस्तै गर्दा गर्दै त्यो माथा खराब भएर मैले त्यो भ्लग जो डिलिट गरेँ पोस्ट गरेन क्या हर कुरा नोटिस गर्छु खै यार त्यो युट्युबको सङ युज गर्दाखेरि कपिराइट आइहाल्छ गाइज होइन बडो दुःख लाग्यो होइन एक त मेन समस्या भनेको तपाईँको एडिट गर्दा लाइन आउँदैन लाइन आयो भने तपाईँको 12-1 बजेसम्म नेट चल्दैन होइन अब सब काम नेटबाट गर्ने होइन अनि कतिपय च्यानलले त अब केही सुझाव सल्लाह दिने यार गीत कहाँबाट डाउनलोड गर्ने युट्युबबाट डाउनलोड गर्दा म बहुत दिक्कत भयो हर भिडियोमा कपिराइट आइदिन्छ अनि त्यो डाटा खर्च हुन्छ फेरि डिलिट गरेर फेरि त्यसलाई रिमुभ चेक गरेर फेरि एडिट गर्न राइट यहाँ सस्तै नाश समेत भएको छ होइन यतिसम्म दिक्कत झेलेर बस्नु परेको छ होइन आजै दिक्कत सुनाउँला भनेर आएको राति तपाईँको 4-5 बजेसम्म बिहानको 4-5 बजेसम्म भ्लग एडिट गर्ने हो अनि त्यसमाथि ल्याएर रातभरि भ्लग एडिट गर्ने जब पोस्ट गर्ने टाइममा चाहिँ कपिराइट आउँछ आपको कितनी दिक्कतें आई है यति माथा खराब हुन्छ गाइज होइन देख्दाखेरि पुरा के दिमागै चक्राइदिन्छ अनि डिलिट गरेर फाल्दो रिस उठेर मोबाइल फाल्दो रिस उठ्यो कितनी सैड है यार इसकी जिंदगी त्यही गरेर आफू गाइज होइन त्यही भएर मेरो भ्लग लेट आउने कारण त्यही हो नत्र गाउँमा त केही काम छैन होइन मेरो दैनिक काम पनि देखाइदिन्थ्यो होला तपाईँहरूलाई अब त्यही हो यार पोस्ट नेट चल्दैन जहाँ पाए पोस्ट गर्नु मिल्दैन फेरि कतिजनाले भन्नालाई वाइफाई जोड भनेर होइन र वाइफाईको तार पनि आएको छ हाम्रो घरतिर जोड्ने भनेर सल्लाह पनि गरिराखौँ किनकि मेरो भ्लग गर्दा मलाई कुनै पनि दिक्कत नहोस् भनेर वाइफाई जोड्ने भनेर प्लान गरिराखौँ अब मेरो पनि यहाँ बसाइ धेरै सकेसम्म हुन्न होला होइन तपाईँलाई म बिस्तारै बताउँछु काठमाडौँतिर जाने भनेर सोच्छ होइन काठमाडौँतिर जाने अनि त्यही भएर फेरि घरमा कोही हुन नि त मम्मी हो मम्मीले त धेरै मोबाइल युज गर्नु न अनि त्यही भएर वाइफाई पनि अलिक जोड्न लेट गरेको गाइज अब हेरौँ के हुन्छ जाने हो गाइज होइन तर यही हुन्छ कि गाउँमा भएको भए टेन्सन यही माथा खराब खान्छ कि नेट नचल्नु अनि भिडियो पोस्ट हुन टाइम लाग्नु अनि धेरै डाटा खानु तपाईँको मैले दिनमा भने हप्तामा मलाई होइन हप्तामा कति 700 रुपियाँ लाग्छ कि एमबी दिनमा तपाईँको 1000 MB 5000 MB भ्याइन्छ कि त्यो के गरेर भ्याइन्छ त्यो मलाई पनि थाहा हुँदैन नेट यति फास्ट काट्छ तर नेपाल टेलिकमले चाहिँ धेरै पैसामा थोरै डाटा दिन्छ होइन जस्तै यहाँ पनि इन्डियाको जस्तो सिस्टम हुनुपर्ने हो तपाईँको 700-800 रुपियाँले अनलिमिटेड डाटा होइन त्यो सिस्टम चाहिँ हुनुपर्ने हो तर छैन है हामी जस्तो बोलेर त अब किने हुन्छ र त्यही पनि हुनुपर्ने हो भन्ने एउटा मेरो भावना अनि अहिले चाहिँ म गाइज टपमा आएको छु होइन टप त अलि माथि छ तर म यहाँ आएको छु होइन अब यहाँबाट मेरो गाउँ घर सब यहाँबाट सब भ्यू देखिन्छ होइन वेलकम टु माई होम गाइज यस्तो छ होइन हरियाली हेर्नु जाने गुवालो सबले मकै लगाएको खन्छन् मेरो घर त चिनिसक्नु भयो होला फोनलाई रोटेट गरेर होइन मेरो घर चाहिँ यतानिर पर्छ गाइज होइन यो चाहिँ मेरो घर हो यहाँ चाहिँ यस्तो छ यो मेरो गाउँ होइन यता पनि यता यति टाढामा न उयो जो बादलले छेक्यो अनि यो हाम्रो सबैभन्दा टप अग्लो धुरी मदानेको सबैभन्दा टप अग्लो धुरी हो हाम्रो चाहिँ मदाने 6 वडा नम्बर 6 पुर्कोट द गुल्मी पना भन्ने ठाउँमा पर्छ गाइज होइन पनाको गाउँ चाहिँ हाम्रो यस्तो छ यता चाहिँ जस्तै यता रह्यो डोङडा होइन यताको भेगलाई चाहिँ डोङडा भन्छ नि यता रहेको छ धाराचोर होइन मैले पढेको स्कुल चाहिँ यही हो होइन 4 देखि पढेको यही हो अरू त माथितिर पढेको होइन हाम्रो चाहिँ स्कुल अनि बजारहरू भनौँ नि पालिका होइन सबतिरको यता चाहिँ धेरै व्यवस्था छ भनौँ कृषिहरूलाई होइन हाम्रो यो जति पनि सेतो लगाएको देख्नु यिन सब सुन्तला हुन् कि यहाँबाट उँधो सबले बारीमा सुन्तला लगाएको छन् कि ऊ पाटामा देख्न सक्नुहुन्छ मकै छोडेर अहिले सुन्तला लगाएको छन् कि त्यसरी हेर्नु सक्नुहुन्छ सबैतिर मेरो गाउँ होइन यस्तो छ अहिले यहाँका यत नगइने 4-5 वटा घर चाहिँ सब मान्छे काठमाडौँ टोल गरेर बसेर यिन घर खाली छन् खोइ बस्नुहुन्छ अनि सम्पर्क गर्नु होला गाउँमा होइन म खटिदिन्छु होइन गाउँ पनि एकदम सुन्दर छ देख्न सक्नुहुन्छ होइन पहाड अब उकालो ओह्रालो त भइहाल्छ होइन यस्तो भिड छ होइन त्यति भिड पनि छैन हामी त यसमा चाहिँ दौडिन्छौँ तर फर्स्ट टाइम आएको मान्छेलाई चाहिँ धेरै गाह्रो हुन्छ किनकि 600 वर्ष त जो
सहर बजारमा बस्ने प्यान लगाएको छ धेरै दौडधुप गर्दिनँ म पनि जब फर्स्ट टाइम आएको थियो त्यस्तै भएको थियो मतलब मेरो त अब बस्नु भएको छ यो होइन त्यही पनि जब कोही टाढा गएर लङ टाइमसम्म बसेर आएर यहाँ यता दुगुर्न यताउति हुँदैन पहिलाको जस्तो कम्फर्टेबल हुन्न कि आफूलाई किनकि अब बसिरहेको हुन्छ एक ठाउँ हो जहाँ हिँड्नुसम्म हो जहाँ हिँड्नु गाडीमा हो अनि त्यही पछाडि यहाँ हिँड्दा चाहिँ अहिले गाह्रो नि हुन्छ बाटोको स्थिति पनि यस्तै छ होइन म बल खेल्नु चाहिँ यहाँ आउँछु होइन यतानिर चाहिँ हाम्रो ग्राउन्ड छनिदिएको छ बाटोमा छ गाइज होइन अनि यताको बजारलाई चाहिँ छिर्नै भन्छ गाइज होइन आजको ब्लग पनि यही विषयमा थियो गाइज होइन जति पनि नयाँ मान्छे हुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला किनकि मेरो 250 सब्सक्राइब पुगेको छ अब यहाँ अघि पनि बढ्ने इच्छा छ मेरो पनि गाइज जति सक्दो लाइक सेयर सब्सक्राइब गरिदिनु होला कति मान्छेले भन्छ नि यार त्यो के भन्छ अरे भन्छ नि यार मान्छेले यार तेरो सब्सक्राइब कति छ युट्युब च्यानल खोले यसरी गर कति भन्नु बेजा लाग्छ यार यस्तो माथा खराब हुन्छ क्या लाइक सेयर सब्सक्राइब भन्दा नि यार अब 1 वर्ष लागिसक्यो यार मिहिनेत गर्न लाग्यो त म 250 सब्सक्राइब गर भन्दा त बुद्धि फिट हुन्छ गाइज होइन यहाँ चाहिँ केटाहरू जाली साली बाँडेर बल खेल्न लान मलाई फोन हानेको थिएँ मलाई चाहिँ ब्लग गराउनु लाएर उठाइदिनु कोही छन् फेरि माखो होइन न जब 2टा केटा राखन आफ्नो कला देखाइदियो अरे केटा हो आफ्नो कला जस्तो देखायो नि हाई भनौँ रे केटाकेटी हो हाई गर्न आउँछ कि हाई गर त हाम्रो गाउँका केटाकेटी यस्ता लुसे लठङ राखन गाइज होइन यस्ता अनि बल खेल्न यस्तो सुविधा छ है टक्क बल खेल्ने उसले यहाँ 2 नम्बर देखा ल फाल्दै ल हान्यो आन्द्रो फुत्क्यो ओ यताकोमा हान्छ ल अब गाइज यस्तो छ रेज माग्नु ओ गाइज तमिन कहाँ रे दिदी आएर किन हान्दे काले हेर भाइ दबाई द कालेले हेर देखिस् 9 नम्बर जर्सीले यस्तो हान्छ गाइज फर्स्ट सर्ट गाइज फर्स्ट सर्टको सर्ट हेर मैले हान्ने नि त गाइज ऊ त्यो भित्तो भरिन्छ होइन भयो यार मैले हालेँ नि त बेइज्जत हुन्छ अरे युट्युबभरि